हेलो साथीहरु, सेवा नमस्ते। आज चाहिँ हाम्रो रोपाइ रहेको छ र मेरो पनि यो फर्स्ट भिडियो हुनेछ र आजदेखि मैले भ्लग स्टार्ट गरेको छु। सबैले माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। यस्तो छ खेत रहेको छ। यही हो खेत, अझै तलबाट छ। अनि यो चाहिँ मैले अहिलेसम्म बिउ यसरी तारेर बोक्नु पर्ने छ। यसरी अनि बिउ यस्तो छ। बिउ चाहिँ यसरी राख्नुपर्छ। अनि के मैले चाहिँ अनि दिदीलाई मेरो भ्लगमा स्वागत छ। आज के गरेको दिदी? अब चाहिँ म बिउ बोक्ने पर्ने छ। अहिले बिउ बोकेर तल लानु पर्ने छ। अब के गर्नु, गाउँघरमा यस्तै छ, काम नगरी खान पाइँदैन। यत्रो हुन्छ है साथीहरु हाम्रोतिर चाहिँ मुखा। तपाईहरुतिर कस्तो हुन्छ, कसरी पार्नुहुन्छ? हाम्रोतिर चाहिँ यसरी मुखा पार्दा चाहिँ हिजै बिउ काटेर चाहिँ अनि आज रोपाइको लागि गर्छौं। अनि यहाँ लिएर राख्नुपर्छ यहाँ है। त्यसपछि उता घुमाउँदै भर्खर खेतालाहरू आउनु हुँदैछ। दिहाल गोरु छ नि, मिसिन चलाउने रे, तर कालो पो देखिन्छ हौ। यसले बिउ बोकेको यस्तो पानीमा हेर्नु न, यस्तो पानीमा मैले बिउ बोकेर हिँड्दैछु क्या। त्यहाँ हेर्नु न, ट्र्याक्टरले हुने चाहिँ यस्तो गाह्रो परिरहेको कि ट्र्याक्टरले हिल्साउनु हुने अरे कि, त्यही भएर। अहिले ठुलो गरामा रोप्न चाहिँ यस्तो मजा हुन्छ कि, ठुलो गरामा रोप्न यस्तो मजा हुन्छ कि। खेतालाहरू चाहिँ त्यहाँ हुनुहुन्छ, चाहिँ यहीँबाट बनाएको बिउ काट्नुहुन्छ। अहिले रोप्नु जानुहुन्छ। 14 जना हुनुहुँदो रहेछ। सुरु भएको छ। ठिकै छ त, पातले हो नि त। अनि कहाँ बाक्लो रोप्यो हुन्छ? यी 2 जना रोप्नु थाल्यो। हाम्रो डन बाउसेहरू हेर्नु त, बाउसेहरू हाम्रो चाहिँ खाजा खाने बेला भएको छ। भाउजूहरू हुनुहुन्छ। खाजा खानु जाँदैछौँ हामी। आमा खतले खाजा के छ? माइ चाहिँ खाजा के ल्याउनु भएको? रोटी। यी हाम्रो सेल छ। यो सेल हो, यो चाहिँ सुँगुरको मासु बस्दै बस्नु भएको टङबाई। चिसो यो चाहिँ यहाँतिर चम्ची छ, सबैजनालाई चम्ची। पढिदिन्छु म। हेर्नुहोस् है गाइस, हाम्रो रोपाइ ठुलो गराको रोपा हुनुहुन्छ। अनि सकेपछि ट्र्याक्टर कराएर केही सुन्दै छैन। अनि सकेपछि म टक्क फेरि देखाउने छु। यत्रो धेरै यहाँ ल्याइपुऱ्याउनु भयो। अब चाहिँ सकिन लाग्यो पुरासँग छ।
साथीहरू सक्यो है आजको रोपाइ चाहिँ। सबैले सब्सक्राइब लाइक सेयर कमेन्ट र मेरो च्यानललाई माया गरिदिनु होला। बाई बाई साथीहरू।